वेलकम ब्याक। आज इप्सनको बारेमा नै हो भिडियो। योभन्दा अगाडि मैले डिटेल भिडियो लिएर आएको छु भने यो छोटो मिठो हुनेछ। किन भन्नुपर्दा आज मेनली भनेको हामीले अपडेटमा फोकस गर्नेछौँ, त्यो पनि अर्निङ अपडेट भनौँ, अझै एक्स्ट्रा अर्निङ अपडेट भनौँ। र कतिलाई इप्सनको बारेमा थाहा छैन भने चाहिँ एउटा टोटल्ली फ्री प्लेटफर्म हो। जस्तै सिमिलरली पाइकोइनको जस्तै भनेर बुझ्न सक्नुहुन्छ। तर पाइकोइनमा भने डाइरेक्ट नै विथड्र गर्ने अप्सन थिएन भने यसमा भने तपाईँहरूले विथड्र गर्न सक्नुहुनेछ। म आफैले पनि विथड्र गरेर देखाउनेछु कमाएको पैसा। र काम भनेको केही पनि गर्नु पर्दैन। नयाँ युजरको लागि भन्दैछु है, मैले डेली आएर साइन इन मात्र गरे पुग्छ। तपाईँहरूले जस्तै टास्कहरू कम्प्लिट गर्नुपर्ने, यताउति केही पनि गर्नु पर्दैन, रिफर गर्ने, साइन इन मात्र गर्ने, त्यो दुईवटा मात्र काम हो, जुन काम एकदम नै इजी छ। र योभन्दा अगाडि मैले डिटेल भिडियो त लिएर आइसकेको छु होइन। हजुरहरूले हेरिसक्नु भएको छ भने पनि हेर्नु होला, किनकि आज अपडेटको बारेमा कुरा हुनेछ। यस भिडियोमा चाहिँ मैले फ्रीमा पाएको पोइन्टलाई क्यासमा कन्भर्ट गरेर विथड्र पनि लिनेछु हजुरहरूको अगाडि। अब यो त भयो फ्री प्लेटफर्म। इफ हजुरहरूले इन्भेस्ट गरेर अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ ट्रेडिङको लागि मैले एउटा सजेस्ट गर्छु हजुरहरूलाई। सजेस्ट भनेर त्यस्तो सजेस्ट होइन, तपाईँहरूले आफैले बुझ्नुपर्ने हुन्छ। यसको बारेमा मैले अलरेडी पनि लाइक डिटेल्ली भिडियो बनाइसकेको छु, ट्युटोरियल भिडियो बनाएको छु। गएर हजुरले हेरेर बुझेर काम गर्न भन्ने सक्नुहुन्छ। यसमा चाहिँ तपाईँहरूले ट्रेडिङ गर्ने हो, मेनली भनेको ट्रेडिङ गरेर पैसा कमाउने। तर ट्रेडिङको लागि सिग्नल पनि यसै कम्पनीले बनाएको अफिसियल ग्रुपले नै दिन्छ हजुरहरूलाई। लगभग डेलीको $10सम्मको प्रफिट हजुरहरूले पाउन सक्नुहुनेछ यस सिग्नलबाट है त। तर हजुरहरूले योभन्दा अगाडि काम गर्नुभन्दा अगाडि यसको बारेमा हजुरले मजाले बुझ्नुपर्ने हुन्छ। त्यसको लागि मैले बनाएको भिडियो हेर्नु होला, लिङ्क पनि त्यसको डिस्क्रिप्सन बक्समा छ। प्लेटफर्मको नाम चाहिँ कोइन प्लस समथिङ यस्तै रहेको छ। अब ब्याक टु दि टपिकतिर आउँ है त। आफ्टर अपडेटको कुरा गर्नुपर्दा खासमा अब मेनली भनेको त अपडेटकै लागि भनेर आउनु भएको छ हजुरहरूलाई, मलाई थाहा छ होइन। धेरैजनाको जिज्ञासा होला अपडेट के आयो भनेर। हो, सही सुन्दै हुनुहुन्छ। अब जस्तै पहिला तपाईँहरूको कस्तो थियो भने जेम चाहिँ हजुरहरूले साइन इन गरे बाद पाउनुहुन्थ्यो। तर त्यो जेमलाई चाहिँ हजुरहरूले क्लेम गरिसके पछाडि अब त्यसलाई कन्भर्ट भने हजुरले इएफएस टोकनमा गर्न मिल्थ्यो। तर त्यो इएफएस टोकन चाहिँ हजुरले अहिले विथड्र गर्न मिल्दैन, लाइक मिल्दैन थियो भनौँ त्यो बेलामा। अनि त्यो इएफएस टोकनलाई चाहिँ तपाईँहरूले लाइक तपाईँहरूले कुर्नुपर्ने हुन्थ्यो केही समयको लागि, जस्तो लिस्टेड नहुँदासम्म भनौँ। अहिलेसम्म लिस्टेड भने भएको छैन, छिटै नै हुन्छ भनेको छ यो इएफएस टोकन चाहिँ है। तर अब भने चाहिँ के फाइदा भयो भने हजुरले डेली साइन इन गरे बापत जेम क्यास भन्ने चाहिँ कोइन पाउनुहुन्छ। त्यो कोइनलाई चाहिँ तपाईँले डाइरेक्ट नै क्यासमा कन्भर्ट गरेर विथड्र लिन मिल्छ। अब त्यो के कसरी गर्ने त्यो त मैले भिडियोमा नै हजुरहरूलाई देखाउने नै छु है त। र अहिलेसम्म भिडियो लाइक अनि च्यानल सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला। र मेनली अपडेट भनेको यही नै हो कि पहिला तपाईँको कस्तो थियो भने वेट गर्नुपर्ने थियो, धैर्यता लिनुपर्ने थियो भने अब जेम क्यास हजुरहरूले डेली पाउनुहुन्छ। एउटा साइनअप गरे बापत, डेली आएर लगइन गरे बापत, अर्को भनेको तपाईँहरूले रिफर गरे बापत पाउनुहुन्छ। र त्यसलाई नै हजुरले क्यासमा कन्भर्ट लिन सकिन्छ। अनि अर्को कुरा भनेको यो क्रिप्टो करेन्सी इलिगल छ नेपालमा, राइट। दिस भिडियो इज ओन्ली फर एजुकेसनल पर्पज। र साथसाथै मैले के भन्न चाहन्छु भने क्रिप्टो करेन्सीलाई नै हामीले के कसरी चाहिँ नेपाली ब्याङ्क अकाउन्टसम्म लिएर आउन सकिन्छ लिगल्ली मात्रमा, नेपाल सरकारलाई रेमिट्यान्स भित्राएर, त्यो के कसरी विदेशीलाई बेचेर, त्यसको बारेमा नै हामीले छोटो मिठो चाहिँ कुरा यसै भिडियोमा गर्नेछौँ। ध्यान दिएर भिडियो पनि हेर्नु होला। तपाईहरुमध्ये कतिजनाको सब्सक्रिप्सन वेबसाइट होला, आफ्नो कोर्स सब्सक्रिप्सन वाइज बेच्न चाहनुहुन्छ होला, वर्ल्ड वाइड बिल्डअप गर्ने पनि प्लान छ होला फ्युचरमा। बट यहाँनिर आउँछ प्रब्लम पेमेन्ट सिस्टममा, स्पेशली रिसिभ गर्ने बेला भनौँ करेन्सी डिफरेन्ट हुन्छ। यसको सोलुसन हो कम डेभलपमेन्ट। यो एउटा इन्टरनेसनल फाइनेन्स हो। यसमा B2B र B2C को लागि बेस्ट पेमेन्ट सर्भिस रहेको छ। अब तपाईहरुको क्लाइन्ट जुनसुकै कन्ट्रीमा हुनुहुन्छ भने पनि सजिलै आफ्नो बिजनेसलाई ग्लोबल रूपमा चलाउन सक्नुहुने हो। त्यसको लागि भिडियोमा दिएको QR लाई स्क्यान गरेर डाइरेक्ट नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ भने कमेन्ट बक्समा लिङ्क पनि छ, पिन गरिदिएको छु, गएर डाइरेक्ट नै कन्ट्याक्ट भने गर्न सक्नुहुन्छ। अब भने मैले स्क्रिन सेयर गरिसकेको छु, हजुरहरूले अलिकति ध्यान दिएर हेर्नु होला। सबभन्दा फर्स्टमा हजुरले लगइन यताउति रजिस्टर गर्नुपर्ने हुन्छ। तपाईँ न्यू युजर हुनुहुन्छ भने चाहिँ डिटेल भिडियो पनि मैले लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा राखिदिएको हुन्छु, गएर भने हेर्नु होला है। सबभन्दा फर्स्टमा भनेको तपाईँहरूले लाइक लगइन अथवा सबै थोक गरिसके पछाडि भनेको यहाँ पर्सनल सेन्टरको अप्सनमा आउनु, ट्याक्क लगाएर पर्सनल सेन्टरको अप्सनमा क्लिक गर्नु। क्लिक गरिसके पछाडि भने चाहिँ अब हजुरहरूले के गर्ने भन्नु, डेली आएर साइन इन के कसरी गर्ने भन्नुपर्दा यहाँनिर तपाईँले पर्सनल सेन्टरको अप्सन देख्न सक्नुहुन्छ, पर्सनल सेन्टर रहेको छ, यसमा क्लिक गर्नु। क्लिक गरिसके पछाडि अब मेरो त अलरेडी नै साइन इन रहेको छ, राइट। अब भने चाहिँ तपाईँहरूलाई यो मसँग माथि देखाएको यो जेम्स छ नि, यो जेमलाई चाहिँ तपाईँहरूले कन्भर्ट गरिसके पछाडि विथड्र गर्न मिल्दैन। इएफएस टोकनमा मात्र कन्भर्ट गर्न मिल्छ, त्यही पनि विथड्र चाहिँ लिन मिल्दैन, त्यो कुरा थाहा छ है। पछि लिस्टेड भइसके पछाडि लिन मात्र मिल्छ भने अहिले अपडेटमा चाहिँ के आएको छ भन्नुपर्दा यहाँनिर देखाएको जुन चाहिँ यो जेम्स छ नि, अर्को जेम्स रहेको छ, लाइक येल्लो कलर समथिङ कस्तो कलरको रहेको छ। यो जेमलाई चाहिँ तपाईँहरूले डेली क्लेम गरेर विथड्र लिन मिल्छ। त्यो के कसरी त्यसको बारेमा त हामीले अगाडि भिडियोमा जान्ने नै छौँ होइन। अलिकति भिडियो ध्यान दिएर हेर्नु होला। र यो क्लेम गर्नको लागि भने चाहिँ हजुर डेली आएर यहाँनिर माई जेम्सको अप्सन रहेको छ, यहाँनिर साइन इनको अप्सनमा आएर क्लिक गर्नुपर्ने हुन्छ। मैले अलरेडी गरिसकेको छु साइन इनमा क्लिक है त। दिनमा एकचोटि आएर गर्नु होला। काम भनेको नै यति हो। अनि अर्को कुरा भनेको तपाईँहरूले यो मेनुको अप्सन यसमा क्लिक गरेर अनि यहाँ इन्भिटेसन रिवार्डमा गएर हजुरहरूले रिफर पनि गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर तपाईँको कोड हुन्छ नि,
लाइक यहाँनिर यो लिङ्कलाई चाहिँ कपी गरेर हजुरहरूले साथीहरूकोमा सेयर गर्नु सक्दो सेयर गर्नु। दुईवटा तरिकाबाट हामीले अर्निङ गर्न सकिन्छ, जुन एउटा रिफर अर्को भनेको साइन इन हो। दुई तरिकाबाट हजुर हामीहरूले चाहिँ अर्निङ भने गर्न सकिन्छ है त। अनि अर्को मेथड भनेको अब विड्रको मेथड आयो राइट। अब विड्रभन्दा अगाडि हामीले त्यो जेमलाई चाहिँ कन्भर्ट गर्नुपर्ने हुन्छ है। त्यसलाई के गर्ने, स्पोर्ट अकाउन्टको अप्सन रहेको छ यहाँनिर रहेको छ राइट। अब यसमा क्लिक गरिसके पछाडि मसँग अहिले टोटल भनेको 89 USD जति रहेको छ है त। अब मैले यस कसरी अर्निङ गरेँ भन्नुपर्दा रिफर गरेर अर्निङ गरेको मैले चाहिँ। अब रिफर गरेर चाहिँ मैले यो जिएम चाहिँ पाएको थिएँ र यो जिएमलाई भने चाहिँ हामीले डाइरेक्ट नै विड्र भने लिन मिल्दैन। मसँग $64 जतिको चाहिँ जिएम टोकन रहेको छ, तर यसलाई हामीले EFS टोकनमा लाइक कन्भर्ट गर्ने अनि कन्भर्ट गरेर हामीले छोडिदिने। यत्तिकै छोडिसके पछाडि भने चाहिँ जुन टाइममा चाहिँ हाम्रो लाइक लिस्टेड हुन्छ EFS, त्यस पछाडि हामीले KYC गरेर EFS टोकनलाई क्यासमा कन्भर्ट गर्न भन्ने सकिन्छ है त। अब त्योभन्दा अगाडि चाहिँ अब अहिले नै हामीले तत्काल नै क्यासमा कन्भर्ट गर्न सकिने टोकन भनेको चाहिँ हाम्रो यहाँनिर जेम क्यास रहेको छ नि, यसलाई गर्न सकिन्छ। र लाइक यो चाहिँ मसँग $3.21 जतिको छ है त। यहाँनिर हजुरहरूले पनि हेर्नु सक्नुहुन्छ। र यसलाई चाहिँ हामीले अहिले भर्खर नै कन्भर्ट गर्नेछौँ र यो चाहिँ हजुरहरूले पनि फ्रीमा पाउने हो। र त्यसको लागि हजुरले रिफर र अनि प्लस साइन इन गर्नु होला। सक्दो धेरै रिफर गर्नु अनि दिनकै आएर साइन इन गर्नु। अनि अर्को कुरा भनेको मैले अघि भन्न बिर्सेँ है, इयर ड्रपको कुरा। हजुरले जसले चाहिँ दिनकै आएर साइन इन गर्नुहुन्छ, डेली साइन इन गर्नुहुन्छ, एक दिन पनि नछुटाइकन, उहाँहरूलाई इयर ड्रप पर्ने चान्स एकदमै हाई हुन्छ। अब यहाँसम्म हेर्नु भएको छ भने पक्कै पनि हजुरले बुझिसक्नु भएको छ है। मैले भने इयर ड्रप पर्ने चान्स एकदम हाई चाहिँ कसलाई हुन्छ, जसले डेली आएर साइन इन गर्छ उसलाई नै हुन्छ। अब यसलाई हामीले कन्भर्ट गर्नको लागि यो जेम क्यासमा क्लिक गर्ने। क्लिक गरिसके पछाडि भने चाहिँ यहाँनिर फ्ल्यास स्वाइपको अप्सन रहेको छ राइट। अब यसमा यसरी क्लिक गर्ने। अब क्लिक गरिसके पछाडि भने चाहिँ अब यहाँनिर हामीले चुज गर्नुपर्ने चाहिँ जेम क्यास, यहाँनिर अर्को जेम रहेको छ। यसमा यसरी क्लिक गर्ने आरोमा अनि आफ्टर भने चाहिँ जेम क्यासमा हामीले यसरी चुज गर्ने है त। अब त्यसपछि भने चाहिँ यहाँनिर अर्को टोकन आएको छ, यसमा फेरि क्लिक गर्ने अनि USDT हामीले चुज गर्न सक्छौँ यसरी। आफ्टर देन भने चाहिँ यहाँ म्याक्समा क्लिक गर्ने। म्याक्सिमम गरिसके पछाडि $3.18 जति हुन जान्छ। यसलाई म कन्भर्ट गरेर लाइक लाइभ नै कन्भर्ट गर्छु। यहाँनिर कन्फर्ममा क्लिक गर्ने, अलिकति तल जाँदैछ, कन्फर्ममा क्लिक गर्ने यसरी। कन्फर्ममा क्लिक गरिसके पछाडि स्वाइप सक्सेसफुल भनेर आइसकेको छ, यानि कि मैले USDT मा स्वाइप गरिसकेको छु हजुरको अगाडि लाइभ नै है त। ब्याक गरौँ। ब्याक गरिसके पछाडि भने चाहिँ अहिले मसँग यहाँ त्यो जेम क्यास चाहिँ 0 भएको छ राइट। अब अर्को चाहिँ हाम्रो यो TX भन्ने रहेको छ। यो चाहिँ मलाई कम्पनीले रिवार्डको रूपमा दिएको, मैले रिफर धेरै गरेको हुनाले कम्पनीले मलाई रिवार्डको रूपमा खुसी भएर दिएको यो चाहिँ है त। यो चाहिँ प्राइस म्याक्सिमम भनेको यो टोकन भनेको इन्फ्लुएन्सरहरूले मात्र पाउनुहुन्छ, तपाईँहरूले चाहिँ पाउनुहुन्न है। नर्मल युजरको लागि भनेको यो जेम क्यास रहेको छ, यसकै फाइदा उठाउनु हजुरहरूलाई म भन्छु। र यो TX लाई पनि म कन्भर्ट गर्छु, यसरी क्लिक गर्छु। सेम मेथड फ्ल्यास स्वाप म्याक्सिमम, सरी यो होइन, पहिला चुज गर्नु पर्यो TX। आफ्टर देन चाहिँ USDT अलरेडी छ, म्याक्सिमम क्लिक गरौँ। त्यस पछाडि भने चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ $15 राइट। अब म कन्फर्म गर्छु। अब कन्फर्म गरिसके पछाडि भने चाहिँ अब मसँग टोटल कति हुन्छ, एकैछिन हामीले ब्याक गरौँ है त। अब भने मसँग USDT $18 जति रहेको छ राइट। अब यो $18 लाई मैले विड्र लिनेछु है त। अब विड्र त मैले लिनु नै पर्यो। विड्र के कसरी गर्ने त मैले हजुरहरूलाई देखाउने नै छु, टेन्सन भने नलिनु होला। अब स्टार्टिङमा भनेको तपाईँहरूले के गर्नु होला भने लाइक यो हाम्रो कन्भर्ट भइसक्यो। अब कन्भर्ट भइसके पछाडि यहाँ विड्रको अप्सन रहेको छ, विड्रको अप्सन यसरी क्लिक गर्ने। आफ्टर देन भने चाहिँ म्याक्सको अप्सनमा क्लिक गर्ने। त म्याक्सको अप्सनमा क्लिक गरिसके पछाडि यहाँनिर हजुरले इथेरियमको अप्सन रहेको छ, यसरी क्लिक गरेर बाइनेन्समा पनि हजुरले चुज गर्न सक्नुहुन्छ भने मेरो सजेसन भनेको इथेरियममै छोडिदिनु होला। इथेरियममा छोडिसके पछाडि यहाँनिर एड्रेस हजुरले ERC20 को एड्रेस भने हाल्नुपर्ने हुन्छ। बाइनेन्समा जानुहोस् अनि एड फन्डमा जानुहोस्, USDT चुज गर्नुहोस्, त्यहाँनिर इथेरियम ERC20 भनेको अप्सन हुन्छ, त्यसमा क्लिक गरेर हजुरले त्यो एड्रेसलाई कपी गर्नु होला। अनि कपी गरेर यसरी पेस्ट गर्न सक्नुहुन्छ। अब जस्तै म पेस्ट गर्छु, यसरी भने हजुरहरूले पेस्ट भने गर्न सक्नुहुन्छ। आफ्टर देन भने चाहिँ अब कन्फर्म गर्नु। त्योभन्दा अगाडि ह्यान्डलिङ फी भनेको $1 जति लाग्न जान्छ र 17 जति चाहिँ मैले रिसिभ गर्नेछु है त हजुरहरूको अगाडि। अब कन्फर्ममा क्लिक गरौँ। अब भने चाहिँ हामीले यहाँनिर चाहिँ कोड चाहिँ रिसिभ गर्नेछौँ। अब यहाँनिर आएर मान्छे कन्फ्युज हुनुभयो नयाँ युजर भने चाहिँ तपाईँले डिटेल भिडियो चाहिँ हेर्नै पर्ने हुन्छ है यसको बारेमा राम्रोसित बुझ्नको लागि भने मैले। र यहाँनिर गेट भेरिफिकेसन कोडमा क्लिक गरेको छु र मैले कोड चाहिँ एकैछिनमा रिसिभ भने गर्ने नै छु। सो यहाँनिर हल्का फल्का लोडिङ भएको छ है। ल कोड पनि सक्सेसफुली गइसकेको छ राइट। कोड आएर कोड पनि हालिसकेको छु है त। अब सिधै म हजुरको अगाडि कन्फर्ममा क्लिक गर्छु राइट। अब कन्फर्ममा क्लिक गरिसके पछाडि हल्का लोड भएको छ र विड्र सबमिटेड सक्सेसफुली भनेर आइसक्यो। अब मैले यहाँ विड्र प्रुफ चाहिँ छेउमा स्क्रिनसट नै गरेर राखेको छु, किन भन्नुपर्दा मैले यो अर्को डिभाइसबाट चाहिँ युज गर्दैछु र मेरो मेन डिभाइस चाहिँ अहिले क्यामेराको लागि युज हुँदैछ है त। त्यही भएर तपाईँहरूलाई मैले लाइभ नै देखाउन पाइरहेको छैन भनौँ, त्यसरी हजुरहरूले बुझ्न सक्नुहुन्छ। तर हजुरलाई मैले लाइभ नै देखाउँछु, यहाँ स्क्रिनसट चाहिँ मैले टक्क लगाएर देखाइदिरहेको हुन्छु, हजुरले प्रुफ पनि देखिसक्नु भएको छ। अब भने चाहिँ म हिस्ट्री देखाउन चाहन्छु, यहाँ हजुरहरूलाई हिस्ट्री देखाउन चाहन्छु। अब मैले के कति कमाएँ त अहिलेसम्म भन्नुपर्दा यहाँनिर हेर्न सक्नुहुन्छ $17। अब चाहिँ नि अलिकति सानो दिने कुरा गरौँ है त। जस्तै क्रिप्टो करेन्सी त नेपालमा इलिगल हो दाइ भनेर धेरैजनाले कमेन्ट गर्नुहुन्छ। हो भाइ सही भन्दै हुनुहुन्छ तपाईँले है। अब मेरो भने चाहिँ के छ भने नि तपाईँहरूसँग अब यदि थोरै अमाउन्टमा क्रिप्टो करेन्सी छ भने रिसिभ गर्दै हुनुहुन्छ भने रिसिभ गर्नुहोस् के। एउटा वालेटमा चाहिँ
कलेक्ट गरेर राख्नुहोस्। इफ नेपालमा लिगल भइदिइहाल्यो भने त्यसलाई एक्सन गर्न त मिल्यो, यदि भइदिएन भने पनि टेन्सन नलिनु होला। किन भन्नुपर्दा त्यो अमाउन्टलाई तपाईँले कलेक्ट गरेर धेरै जस्तै $200-300 बनाउनुहोस्। त्यस पछाडि भनेको तपाईँले स्क्रिल अकाउन्टमा लोड गरेर स्क्रिलबाट हजुरले रेमिट्यान्स थ्रु नै डाइरेक्टली भित्राउन सक्नुहुने भयो। अथवा तपाईँहरूको दाजुभाइ दिदीबहिनी दुबईतिर पनि हुनुहुन्छ अथवा तपाईँको अस्ट्रेलियातिर हुनुहुन्छ, युएसतिर हुनुहुन्छ भने पनि त्यहाँबाट पनि तपाईँहरूले उहाँहरूलाई दिएर उहाँहरूले तपाईँलाई रेमिट्यान्स थ्रु नै पैसा पठाउन मिल्यो। यो आइडिया हो क्या, यो लाउनु पऱ्यो तपाईँहरूले, अर्थ केही पनि गर्नु पर्दैन होइन। यदि आफैले गर्ने हो, कोही पनि छैन भने पनि स्क्रिलबाट तपाईँहरूले मजाले ढुक्कसँगले लिएर आउन सक्नुहुन्छ। अब के भयो त, सरकारलाई पनि तपाईँले कर तिर्नु नै हुने भयो होइन। लाइक रेमिटेन्स पनि भित्रियो नि त, कमसेकम त्यो हिसाबले गर्नु। र मैले पनि त्यो हिसाबले गरिरहेको छु र मैले पनि धेरै अमाउन्ट कलेक्ट भइसके पछाडि मात्र त्यसरी लिएर आउँछु र धेरै अमाउन्ट कलेक्ट गर्न एकदम गाह्रो हुन्छ। अनि अर्को मेरो सजेसन भनेको चाहिँ प्लिज तपाईँहरूले क्रिप्टो करेन्सी किन्ने काम नगर्नु अहिले, मैले भनिदिएँ। किनकि देशको पैसा बाहिर जान्छ, त्यो बाहिर जान चाहिँ नदिनु होला भने पक्कै बुझ्नुहुन्छ। सक्दो भित्र लिएर आउनुहोस्। देशलाई धनी बनाउनको लागि के गर्ने, पैसा भित्राउनुपर्छ, त्यो सही कुरा हो। र भित्र लिएर आउनुहोस् पैसा, सक्दो भित्र सक्नुहुन्छ भने भित्र लिएर आउनुहोस्, तर बाहिर चाहिँ लाने काम नगर्नुहोस् है पैसालाई। पक्कै बुझ्दै हुनुहुन्छ। तपाईँको एकजनाले गर्दाखेरि धेरै ठुलो इकोनोमिक सिस्टममा अलिकति हार्म चाहिँ हुनसक्छ, अट्याक लाइक एक हिसाबको अलिकति डाउन हुनसक्छ भनौँ, त्यसरी बुझ्न सकिन्छ। सो अहिलेसम्म भिडियो लाइक अनि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु इट भन्दै आजको लागि चाहिँ बिदा माग्छु। ओके, बाई बाई, सी यू सुन गाइज।